हामीले सेलिब्रेट गरिरहेको मिना बहिनी जहाँ चाहिँ आमा हुनुहुन्छ अनि बाउ पनि हुनुहुन्छ तर काम नलाग्ने भनौँ न। तर आमा चाहिँ कसरी चाहिँ उनले छोराछोरी छोडेर अन्तै विवाह गर्न पुगिन् त। अनि बाउ त अब अहिले कहाँ रक्सी खाएर कुन ठाउँमा सुतिरहेको छ थाहा छैन। र आमाले एउटा बाध्यता छ उनले छोड्नु पनि, उहाँको पीडा पनि छ हैन। त्यहाँको मान्छेहरूले भनेका थिए त्यहाँको स्थानीयवासीले। र अहिले चाहिँ हाम्रो मिना बहिनीको लागि केही फलफुलहरू लिएर आएको छौँ र मिना बहिनीलाई अन्त्य ठाउँ राख्यौँ। तर अहिले यहाँ चाहिँ एउटा एकान्त मन्दिरमा चाहिँ हाम्रो यो शिव पञ्चायन मन्दिरमा चाहिँ सुनसान जग्गा अलिकति माइन्ड पनि फ्रेस हुन्छ, फ्रेस होस् भनेर हैन। त्यो भएको कारणले गर्दा हामी चौरी रहेछ, मन्दिर पनि रहेछ। र यहाँदेखि अलिक तलतिर हामी मिनाको लागि मन्दिर धामी हैन, पास्टर हामी दुनियाँ गर्दैछौँ। डाक्टर भोलि घोटाक्याम जाँदैछौँ फलोअपको लागि हैन। र हामी यहाँ आइसकेपछि अब के गर्दैछ उपर हाम्रो देवेन्द्र सर अघि बसिसक्नु भएको छ है। त्यो भएको कारणले गर्दाखेरि हामी चाहिँ अब पर जाँदैछौँ होइन। अलिकति डिस्टेन्स राख्नु होला होइन। हामी हेर्नु यो यस्तो ठाउँमा आइपुगेको छौँ, यहाँ मन्दिरहरू छ, अलिकति सुनसान ठाउँ छ। आज हल्ला भएको भन्दा पनि होइन सुनसान ठाउँमा चाहिँ दिमाग अलिक फ्रेस हुन्छ नि त होइन। आज एउटा हामी फेरि नयाँ कुरा पनि लिएर आएको छौँ, कृपया स्किप पनि नगरी हेर्नु होला। त्यो चाहिँ तपाईँले सरप्राइज हुनेछ भरेको भिडियोमा या बिहानको भिडियोमा। एकदम रोचक छ, साह्रै रोमान्टिक छ, कृपया आउनु होला, हेर्दै गर्नुहोस्। मिना हेलो कालो चस्मा लौ है मैया विशाल बजारको नगर्नु है मैया 2-4 हजारको। ए माया कहिले भक्तपुर नि माया कहिले ललितपुर नि माया कहिले भक्तपुर नि माया कहिले ललितपुर। जुन गाना भाइ ल ती गाइदेऊ ल, हामी नाच्दिन्छौँ ल। मसँग भएको एउटा आत्मा छ, म देवीले सिकाउने म ओके 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 ल मसँग भएको एउटा आत्मा छ। ओके ल ओके देवीले लगाइदेऊ। ल खतरा देखियो ल लु हामी नाच्ने। पहिला सुरुमा मलाई त्यो एप्पल चाहिँ हैन यो चाहिँ दिनु। ल दिने अब धुएर खाने। ल मसँग कसरी एउटा आत्मा छ मसँग तपाईहरुलाई म सिकाउने मात्र हो ल यहाँ सबैले चारैपटि फल्नु ल। तपाईहरु मसँग तपाई नजिक ल ओके ल ओके राइट राइट। मसँग भएको एउटा आत्मा छ। दुईटा कि कतिवटा? एउटा ओके ल फेरि लेट्स गो। मसँग भएको एउटा आत्मा छ। तपाई किन एउटा आत्मा छ। खै त गीत त्यो चस्मा खोलेर म यहाँ राख्न ल एकछिन आँखा दिदिन नि खै गीत गाएको मसँग भएको एउटा आत्मा छ। ए आत्मा नि ईश्वर तिम्रै हातमा छ। यही आत्मा कस्तो राम्रो लाग्यो। सुन्नु न म पनि यसो हेरेर ल ओके यति हुन्छ यो फुटेको छ। ए त्यो एउटा आत्मा छ, यो आत्मा भयो। कम्मर सबैले मानौ ल कम्मरमा गर्नु कम्मर। खै मसँग कम्मर माथि पटुकी माथि घैलामा कुवाको पानी खाने नुपारी कति बैमानी मै प्यारी हो किने मेरो जवानी मै प्यारी हो किरे मेरो जवानी। छल्क्यो पानी पानी चाहिँ छल्क्यो जवानी छल छल छल्क्यो पानी पानी चाहिँ छल्क्यो जवानी कम्मर माथि पटुकी माथि घैलामा कुवाको पानी खाने लुकारी हुन्छन् कति बैमानी मै प्यारी हो कि रेशम मेरो जवानी
मै प्यारी हो कि रेशम मेरो जवानी। अब के खाने यतिमा यतिमा के खाने एकचोटि सोधौँ न त ल यता अनि के खाने अनि फेरि नाच्ने यता देवेन्द्र सर पनि हुनुहुन्छ हाम्रो तिजरी सिन्धुलीमा ढुङ्गाले हाने। ओके यहाँ बस्छौँ क्यामेरा यता छ देवेन्द्र सरसँग बस्नु होला एकछिन पहिला उसले रोज्छ एकछिन पहिला अङ्गुर जुस स्टोन लाउनु त एकछिन त ल त्यो उयो गर्दिनु नि उयो जुस यो लडेको यो ढुङ्गाले हानेको यो के भयो त्यो मान्छेले ढुङ्गाले हानेको होइन कि त्यो बाँदरलाई चाहिँ हान्छु भनेर लागेको ढुङ्गा हो क्या के हुन्छ भने यस्तो हो क्या सुन्नुहोस् है सर त्यो मसँग डेढो आँखाले हेर्नु पर्दैन म देवी हो होइन सुनेको फेरि यता के चिमाट्यो तिम्रो कुरा चल्दैछ हो चल्दै छैन भर पारौँ है विश्वास गरौँ है भएन अनि कति माया छ खुट्टा तल झार्नु न कति माया लाग्छ ल यसरी अलिक तल बस्छु म यहाँ बस्छु भइरहेछ अङ्गुर यसो गरेर बसेपछि कसैले टिप्नु सक्छ कति नै उता कुरा गर्ने त साइकल किन्नु न अनि पो हुन्छ त ल उता कुरा गर्ने पानी ल्याउनु पनि अड्क्यो सरापी खाने बस्नु यहाँ यहाँ कान्छी नानु बस अङ्गुर हाम्रोतिर पनि पाउँछ अलिकति यतापट्टि गर्नुपर्छ क्यामेरा अनि नाचेको यता ल्याउनु आमा अहिले चाहिँ हामी यहाँ बहिनीलाई अङ्गुर खाँदै अनि जुस खाने कस्तो छ अमिलो छ अमिलो छैन गुलियो छ होला कस्तो छ कान्छ ए सबलाई खानु मन लाग्यो माथि मिना है हामी पनि खाने ल यहाँ आउनु त यहाँ बस्नु दिउँछ अहिले दिन्छ है पक्नु ए ल पानी खानु ल यो पनि खानु अनि यो पनि खानु ल झन्नै पोखियो पानी है बिस्तारै खानुपर्छ ल कहाँ अस्ति हेरी त है कति सुधार आएको नि है सम्पूर्ण दर्शक महानुभावहरूमा म के भन्न चाहन्छु भने यो बहिनीले पानी खाँदाखेरि यहाँदेखि सब जिउ भिजाउँथ्यो होइन तर आज निकै हिजो आज भन्दै अलिअलि सुधार पनि आउँदै गरेको छ खाना पनि खानु थाल्यो हिजो त मजाले सुत्यो पनि क्या है खाने अङ्गुर खाइसक्नु भयो ल त्यो खानु अनि त्यो जुस अन्तिममा खाने ल ल्याउ त्यो अङ्गुरहरू खाइसक्ने त्यसपछि यो बनाना खाने एप्पल खाने अनि त्यसपछि जुस खाने ओके हामी के खाने अङ्गुर खाने बनाना खाने एप्पल खाने अनि जुस खाने ओके नट ओके कि ओके ओके भन न इङ्ग्लिसमै कुराकानी ओके त्यस्तो हो नि त होइन अनि मिना त्यो टीका कसले लगाइदियो रातो मन्दिरको टीका म देवीहरू पो टीका लाग्यो त नि तपाईहरु तिमी कुन देवी हो लु भन कुन देवी भन्नु मीना देवी ए मीना देवी म दिन्छु ल नानी ल यो बट्टा नै चाहिन्छ यो खानु यो यस्तो छिल्काएर खानु ल मीना आउँछ छिल्काउन मीना तामाङ देवी छिल्काएर बिस्तारै खानु पक्नु भन्नु पहिला बनाना खाओस् न ए हो खानु मन परिरहेछ नि त जुस खानु देवी तामाङ देवी है हो देवी भर्खर उत्रेको मीना देवी अन्त पहिला भन्दा एकदम दर्शकवृन्दले त्यो पनि भन्नुपर्छ धेरै सुधार तपाईहरु भन्नै पर्ने रहेछ तपाईको सहयोगले तपाईहरुलाई बोलाउने बेलामा आउनु नि त्यस्तै हुन्छ किन किनकि म ईश्वरको सन्तान हो नि त ईश्वरको सन्तान हो तिमी ईश्वर परमेश्वरको सन्तान हो ए
थाहा छैन नि त हौ मलाई। देवीको ल मन पर्छ। मन पर्छ। तिमी कुन परमेश्वरको त्यसरी हैन त्यति खान्छ त्यसरी खाँदैन बिस्तारै पो गर्ने त प्लाट्टै पो भाँच्नु भयो त अनि। बिजेमा हात खायो लो लो खानु 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 त्यो चाहिँ कहाँ फाल्नु ए हाल्नु होइन यहाँ यसमा राख्नुपर्छ ल प्लास्टिकमा। आम्मामा दुईटा खानुभएको दुई हातले। दुई हात छ अनि आउनु हारो ए ल ल ल कस्तो राम्रो गीत आउँछ अहिले खाएर एकछिन खाइसकेर पनि त्यो मलाई साह्रै मन परेछ ल्याली क्या त्यो एउटा आत्मा भएको पनि ईश्वरकै हातमा छ। कस्तो राम्रो लाग्यो है शब्द एकछिनमा भन्छ। यसो घुर्सानी ल्याउनु त जानु खोर्सानी एकछिनमा खानुपर्छ पिरो हुन्छ कि मन पर्यो नुहाउने ओके एकछिनमा ल अब यो खाइसक्ने अनि जाने ल अनि नुहाउने है। भाग कुट्ने हो कि कसले कुट्छ हौ कति माया गर्छ दादाहरूले हो किन भन त हामी सुन्मी त कसले कुट्छ हामी भएपछि जुस पनि खर्सानीसँग खाने खाऊ जुस छिटो छिटो खाऊ न कान्छ छिटो खाऊ गुड 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 खानु सबै खाऊ लु अनि यो कान्छीलाई बनाना उता उता बनाना अनि कान्छ तिमीलाई ल त्यो फाल्नु हुँदैन ल त्यो त्यो एउटा प्लास्टिकमा हाल्नु न प्लास्टिकमा उता फालिसक्यो ए नफाल्नु त्यता देउता पो त लिएर आऊ लिएर आऊ लिएर आऊ लिएर आऊ देउता पो त ल मिना मिना यहाँ आऊ के भयो ए ओ ढोल्दैछ ल हो के गल्ती गरेछ उतेराको त्यो हात बस्नु यता आउनु मिना आउनु त कता बस्नु तपाईहरु यहाँ बस्नु न यो खाने चाहिँ कोला कोला मिना ओइ कान्छ ओइ कान्छ यहाँ हाल्दैछन् हो सबैजनाले पानी हो कि सार झुक यो पनि टिप त बस बस उता के गरेको मिना खाऊ न उता जाऊ उता तिमी बस्न मिना चाहिँ फेरि यहाँ पुसा लास्टमा सबै सफा गर्नु ल यहाँ बस यसरी बस यसरी खुट्टा यता राखेर ल के खाने हो मिना ल त्यो उयो यो एप्पल खाने कि अंगुर खाने भन त एप्पल खान्छ एप्पल खाने कि अंगुर खाने मिनाको चाहिँ चाचा एप्पल खाने कि अंगुर खाने अंगुर सक्यो कि बनाना कि बनाना एकछिन अर्का यो दिउ अर्क्यो पानी पानी ल्याउनु हैन जुस दिउ ए जुस दिनु छैन पानी जुस खानु पानी त्यो पानी त्यो गिलासमा दिनु न साँच्ची म गीतै गाउनु पर्ने बेला भयो ओके गीतै गर्नु पर्ने ल एकचोटि अब एकछिन यो अहिले हैन यो खाइसकेर मेरो माला है मेरो माला माला राख्दिनु भएको छ कोठामा छ साङ्गेन दिदीले कति माया गर्नुहुन्छ दिदी अन्त है माया गर भने कराउनु पायो त मलाई हो त नि कराउनु पाउँदैन नि कराउनु नि कराउँछ पाउँदैन हो साङ्गेनले हुँदैन साङ्गेन दिदीले कराउँछ हो कराउँदैन रहेछ छिटो कहाँ राख्ने गरेछ अरे त्यसरी हैन नि बिस्तारै खाने नि त यसो कहाँ राख्ने गरेछ अरे अब अनि यो खाइसकेर हामी नाचगान गर्ने ल खाने लु अनि हामी चाहिँ नखानु तिमीहरू मात्रै खाने हामी चाहिँ हेरेको हेरेकै गर्नु खाऊँ पनि भन्नुहुन्न होइन हौ बनाना पानी त खानु के हुँदैन खानु मिना म भइसु खानु हुँदैन मिना अंगुर खाने दुई दिउँ खाने अरे अझै त्यो होइन त्यो पानी खाइसक राम्रो पानी कति अनि ऊ पोखायो तिमीले पानी केटाकेटी म अझै केटाकेटी नि सुन त नि अनि केटाकेटी नि त ओ फेरि हात धोको अरे हौ हात दिएको लु यो पक्रिदिनु त हजुर खुवाइदिनु न हैन एकछिनमा खाऊ हैन खान्छ अघि बाजु गरेर खानु खुवाइदिनु भयो, खान्छ यसरी खै यो खोइ एकछिन पानी अब एकछिन खानु। के भयो त्यही नै सर्क्यो त्यो धेरै नदेऊ ए ले अर्को जुत्ता अनि यो दिनु पर्यो के फलफुल त तर राम्रो जाम त साइकल लिएर म साइकल खेल्छु ल हो। एकछिनमा त्यो ल्याउँछु। विश्वास गरौँ भन्ने गीत हो एकछिन न एकछिन यहाँ अङ्गुर खाइसकोस् न अनि अङ्गुर ओ खानु कान्छी बनाना खाने हो यी अझै खाऊ अझ म होइन पहिला यो अङ्गुर खाइसकेर ऊ कान्छीलाई ल धेरै नदेऊ भयो। अड्किन्छौ ल अरे हैन अड्किँदैन यो अड्किन्छ गु अड्किन्छ है कोलाले कोलाले अड्किन्छ त अरे कहाँ अड्किन्छ हौ? हो र कोलाले अनि विषय रोकिदिन्छ नि दानावाला खायो भने त्यो अठ्या कोला भन्छ नि त्यो खाएर टोयलेट गर्नु त यो धेरै खायो भने अड्किन्छ नि। त्यसले धेरै खाएर विषय गर्नु जान्छ नि त त्यो भयो धेरै नखाउनु भने यो त के हुँदैन हौ एउटा त म पनि खान्छु यो त धेरै अङ्गुर त बच्चाले नदिनु ए यो नदिनु के धेरै नाइस होइन, के हुँदैन साइकल एउटा खाना त हुन्छ नि खाएको खाएको नाइस समस्या हुन्छ नि त एउटा म खानु पर्यो ओके सर खानु खानु ओके सर कस्तो छिटो खाइन्छ हेर अङ्गुर त गुलियो लागिरहेछ कि हाँसिरहेको छ मैले खाएँ ल म कसरी खान्छु कस्तो छिटो खाएको अनुले ए उसले के अरे
मिनाले कति छिटो छिटो खाएको अङ्गुर आम्मा कान्छी यो लगाऊ कान्छी यो उता लगाऊ त्यसो गर्नु हुँदैन ऊ त्यहाँ त्यो कालो प्लास्टिकमा हो र रिङ्गटा चल्यो हिजो मैले के मागेको कसलाई थाहा छ यहाँ हिजो के मागेको थियौ गुडिया तामाङको होइन तामाङको सिरियल गुडिया पनि मागेको थियो नि तिमीले नि अब थोरै छ ल अब थोरै छ यति मात्रै छ अब 2टा 3टा रहेछ म त 3-4 वटा देख्छु 3टा खायो भने नि चारैवटा छ अब यति खायो भने होइन मिना यस्तो तगडा हुन्छ डर हुन्छ पावर आउँछ मिनाको अर्को नाम थाहा छैन नि दिदीको सर अप्सराहरू लजाउँछन् होला मिनालाई देखेर बस्नु टाउको झन्डै ठोका यो त फल्लाम पो त फेरि टाउको अब स्याउ खाँदै अनु एकछिन गफ गर्छ अनि नाच्ने मिना हो मिना ए सरी म उल्टो बोली पठाएछु उसलाई पुरै याद आइसक्यो पहिला भन्दा सबै हामीले मिस्टेक बोलेको नि उसलाई याद भइसक्यो क्या धेरै याद धेरै पहिला भन्दा कहाँ अनु भन्दैछ नि सरहरूले यहाँ सुन दाजु अनु भन्थ्यो यहाँ एकछिन खाएको विक्रमले अनु भन्थ्यो यो त खानु हुँदैन त्यो त खाउँदैन हस्पिटलमा त नि 24 घण्टा बोलेकै अहिले त कहाँ राम्रो भएको छ नि त नि खै एक गुड्की खाम त हुन्थ्यो अनु चिसो खानु पर्यो ए अनु पो अरे के अरे यसको नाम अनु अनु पो के पो अप्सरा अर्को नि नाम छ अर्को नाम के पो मिना ए मिना पो रहेछ मिना मिना लिम्बू हैन मिना घतानी लिम्बू हो होइन तामाङ हो ए तामाङ आथा त यहाँ फेरि अच्छा त तामाङ हो हो कुन तामाङ हो होइन कुन तामाङ त्यसरी गर्नु सिङनाम तामाङ हो ए सिङदान सिङनामको लागि यदि मध्येमा ताली बजाइदिनु ल ल ताली वाह तपाईँहरूले किन ताली नबजा यो दिदीलाई बजा ल ल ल ल ल ल वाह भयो भयो साङ्गेले हेर्नु साङ्गिनीले हेर्नु सक्दैन त अनि मोबाइल किन अनि हेरिरहेको सक्यो त्यो उसमा हाल्नु ठिक छ हेर्नु भयो मन लागेन ल हामी चाहिँ सबैले खाजा खाइरहेको छौँ खाऊ न केटा बनाना खाऊ न एकचोटि एकछिनमा त्यो एकछिनमा खाऊ एउटा ल्याउँछ म एउटा खानु त्यो एउटा हातमा छ भने गीत गाइदिउँ अब खाइसकोस् न पहिला अड्काउँछ अहिले एप्पल खाने कान्छाले एप्पल खाने अरे हौ खाइसकोस् 2 घण्टा चलिसक्यो तपाईँहरू सुत्दैन अहिले ल कान्छा यो पखालेर खानु ल तिमी खाने ल ल यो कुखा दिएर जुठो खाने ए ए ए यो त अति मिठो ल्याएछ नि अति मिठो केरा केरा एउटा ए केरा ल ल ल ओ ल हुन्छ हुन्छ ल खानु धेरै नखानु गुवा अड्किन्छ फेरि हुन्छ हुन्छ यो दाना छैन ओ ल खायो ल यसले अड्किँदैन यो के पारा माछ आधी आधी खाएको एउटा एउटा खान छ त एप्पल एउटा छ त अझै यहाँ छ त कान्छीलाई दिउँ त यो 8 जनामा चाहिँ किन साङ्गिने चाहिँ हेर्नु सक्दैन तपाईँ खानु यो कान्छीलाई उता 8 जनामा किन साङ्गिने चाहिँ हेर्नु अहो यस्तो मजरी खाए हेर त आम्मामा कस्तो मजरी खाएको हाम्रो अनुले ए सरी सरी मिनाले हाम्रो मिनाले कस्तो मजरी खायो तर यो मिठो रहेछ है यो त्यो हट भएर पादी दिएर हामी चाहिँ हेरेको सबैले गनायो भनेर भन्दा सिकिँदा एकछिन पछि अब यो खाइसकोस् अनि नाच्ने गीत गाउने कस्तो छ अगाएपछि पेट अगाएपछि बजाउनु म नाच्छु अगायो अब ल ए कता गएको त्यहाँ हैन नानी त्यता हैन त्यहाँ तातो छ हौ त्यहाँ बस्नु हुँदैन त्यता उयो बस्छ त्यहाँ त कमिलाहरू बस्छ त कमिला पानी ल्याउनु यो नखानेमा भयो जुस खाने रविन्द्र दाइ जुस खानु न हौ खानु न खानु धेरै गुली खायो भने पनि किराले दाँत किराले खानु ओ अनि अब त्यो तपाईँले उतै ल्याउनु पर्यो नि त लोबालाई दिनु भएन उता दिनु उता कता ए ऊ तपाईँहरू चाहिँ नखाने ओ त्यो साङ्गिन दिदी तपाईँ नखाने यो नाम थाहा भइसक्यो नाम थाहा भइसक्यो नाम थाहा भइसक्यो आउनु है त आउनु रोसँग नि त्यसले दुलो चढाउनु हुँदैन ल ल ल ल छोड्नु न त अनि भइहाल्छ नि यहाँ लु हेर न अब ए अघि माट्यो के हो यसले नै जुसले नै ल खाऊ बिस्तारै खाऊ बिस्तारै त्यसै होइन लु हेर लु 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 सक्यो
त्यसरी हैन यसरी त्यो पुस्नुपर्छ यो पुस्नुपर्छ यहाँ बस्छ यहाँ उयो पानी पानी खोल्यौ त विक्रम त्यो पानी यहाँ बस्ने ठाउँमा ए ओ भाइलाई तिज मेरो एप्पल काम लागेन भाइलाई काम लाग्छ यो यो मैले भर्खर किनेको मैले चलाएको छैन युज गरेको छैन यो दिदीको बुनीबाटै लगेर यो पुस्दिने यसरी है यसरी यसरी पुस्दिने यस्ता घाटीहरू पुस्दिने अनि यहाँ म जस्तै यसरी राख्छ हाम्रो मिनाले है यसरी देखे त त्यहाँ बस्नु ओ ल ल ल ल ल वाह वाह आउनु यता आउनु यता आउनु यहाँ आउनु न एउटा आत्मा छ भने चाहिँ कहौ त लु 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 नाचौँ न त नाचौँ एउटा आत्मा छ भने म आफै गाउँछु ल ल ल ल ल ल मसँग भए ए सर हजुर आउनु त तपाईँ नाच्नु मसँग भएको एउटा आत्मा छ ईश्वर मनमा छ वनमा होइन जति खोजे चिज वस्तुमा अब खोज्ने छैन ईश्वर वनमा छ मनमा तपाईँले के बोलेको कसरी यतिको माइक पार्नुपर्छ माथिबाट ल त ल यो खेम सरले दिउँ ल अनि हामी ल नाच्ने ल ओके ईश्वर मनमा छ ए ल ल मलाई आउँदैन नि त नि अलिक नेपाली पढ्नु पर्यो क्या ए ओके ओके ईश्वर मनमा छ वनमा होइन अनि होइन सरी 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 आइम सरी त्यो एउटा आत्मा ईश्वर मनमा छ वनमा होइन जति खोजे चिज वस्तुमा अब खोज्ने छैन म चाहिँ बिचमा यता अलि 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 सेन्ट आयो क्या ए उयो आउनु यता आउनु त्यहाँ उयो आयो क्या ल देउता रिसाउँछ यो तिम्रो मेरो थाहा भएन साडी घरमा छुटेछ सबैजना आँखा चिम्मा गर्ने म आँखा चिम्मा गरे हजुर तपाईँले आँखा चिम्मा गर्नु ल ल ल ल कान्छे त बस सीमा गरी जाछु मैले ईश्वर परमात्मा पिता मलाई कुन बिरामी भएको छ त्यो हेरिदेऊ वाउ वाउ कति वाउ बाल्के तिमीलाई मनदेखि भनेको हैन बाल्के तिमीलाई कुनै बिमारी पनि लागेको छैन ईश्वर बोल्यो मैले ईश्वर बोले कुनै बिमारी लागेको छैन बालिके बालिके भिडियो पनि मार्दिन्छु ल फेरि प्रार्थना गरौँ त भाइ प्रार्थना प्रार्थना गर कि यसको भित्र लिएर जानु घर रोप्नु फल सामु गर्नु उयो बस्छु ल म यहाँ चिलाएर छ तपाईँहरू म गर्दिनँ अनि म पनि गर्छु नि त तर म भुइँमा भुइँमा होइन माथि माथि अनि त्यहाँ प्रार्थना गर्दौ त मलाई बोल्नु पाएको छैन कि भाइ चङ्गा फैला मलाई ए हो ल कट्टा हानिदिन्छु मैले कट्टा हानिदिन्छु मलाई रिस उठ्ने नि पहिला ए यहाँ आइरहेछ ल आइरहेछ ल मलाई जिस्काउने मान्छेहरूको म नि यसो गरेर खुकुरी तरबार ल्याएर छिनाइदिन्छु ओके ओके छिनिसक्यो यता फोन आइसक्यो ए तपाईँलाई के कसो अनि ऊ के भन्यो ए चोकतिरै छ अरे हुन्छ हामी बजारतिरै छौँ भनौँ न भोलि ल हुन्छ हामी बजारतिरै छौँ कति बजे ओके म दमक जानु पर्छ हामी भोलि हामी काठमाडौँ जान्छौँ भन्छ मलाई रिङाउटो चलिसक्यो क्या भोलि दमक जानु पर्छ के भयो रिङाउटो चलिसक्यो मुख पुस्नु पुस्नु
ल अब गीत गाउनुपर्छ ल म कुन गीत गाउनु मिनाको लागि एउटा गीत गाइदिनु पर्यो ल उता ला भनिसक्यो है मिनाको लागि एउटा गीत गाइदिउँ सुन्ने हो ओके ओके एउटा गीत गाइदिनु पर्यो मिनाको लागि गजलुती ठुला ठुला आँखा तिर बनी बस्यो दिलैमा कालो लामो केस यो तिम्रो अनि भएन मिना चल बनी बस्यो तामाङको गीत चाहिँ आउँदैन तपाईलाई तामाङ गीत गाउनु त झल्केको त्यो नको फुली झल्केको त्यो नको फुली मोती बनी बस्यो दिलैमा आमा पुतलीले निधारको त्यो रातो टीका बटरफ्लाई न न न न बस्नु न यहाँ आउनु न यहाँ यता यता यहाँ बसेर माथि यहाँ माथि बटरफ्लाईले कति मागेको छ पुतली आएको छ जुम गरौँ न है गल्ती त गरेछ तपाईहरुले के गर्नु गल्ती गर्यो के गल्ती गर्यो के गल्ती गर्यो भन्नु न मलाई के भनेको थियो तपाईहरुले हामीले मिना भनेको थियौँ अनि के गल्ती भयो म त गल्ती त धेरै देखे त के देख्नु भयो त्यो मान्छे के भयो त्यो मान्छेलाई छोडेर त्यो मान्छेलाई के भयो होला नि मिनालाई छोडेर गयो त्यो फलफुल नखानु आउनु यता यहाँ बस्नु सँग गयो त के गर्नु त्यो मसँग आएछ पानीले मिना बहिनी आउनु माथि यहाँ माथि बस्नु न यता 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 म माथि बस्छु मसला एउटै हो क्या एउटै हो त्यही र त तामाङको हैन चोलो एक्स्ट्रा चोलो हैन अनि तलतिर फरिया अनि लामो परेको परी जस्तो ल्याइदिन त हेर्नु यहाँ ल ल ल ल के भइराछ त्यहाँ के भइराछ ल गयो जान्छ है फेरि मन्दिरमा चढायो मिनाले ल हुन्छ अब मिना हो ल ल आउनु यता आउनु के भइराछ त्यहाँ यता देखाउ त हामीलाई मिना ल्याउ न यत्रो डुलाउँदा पनि कति माया गरेको हाम्रो अनुलाई अनु नै तपाईले मुखमा अनु नै आउँछ अनुले मलाई माया गर्छ बस्नु अनु मलाई दिनु त ए देखियो अनु मलाई दिनु त उ यत्रो गर्दा पनि हेर्नु ल मलाई दिनु न गयो हेर्नु कसम जाँदा रहेछ है खोइ कहाँ गयो पुतली कता गयो थाहा छैन मलाई आयो फेरि आयो अनुलाई खोज्दै आएको हो मिना पो त उसको नाम त म थाहा पाइहाल्छु नि म गुरु हो कुन गुरु काला ओके ऊ त कालो हातमा आएर बस फेरि ए तपाई मान्छेलाई सेवा गर्नुहुन्छ र पो आउँछ त मर्छ है ल गयो अब भाग्य मेरो श्री लेखेछ श्री लेखेछ ए अनि अरु के लेखेको छ पञ्चामृत लेखेछ पञ्चामृत दुधले नुहाइदिनु न मलाई त्यसरी नखानु न तिमीलाई कति भन्नु त्यो टिपेर यहाँ लाऊ यहाँ लाऊ कराउन पाइदैन ओ हैन उ भाइलाई भनेको यो हुन्छ नि त मेरो आँखा देख्दैन नि त आँखा देख्दैन नि त अन्धा छ नि त अन्त छोड न त्यहाँ राख उसलाई छोड्नु दे उड्न देऊ फुक त उड्यो जान्छ आफै जान्छ छोड्यो भरे बिरामी हुन्छ ऊ पनि त्यस्तो सबैलाई माया गर्नुपर्छ अनि पसिना केले छुट्यो तपाईको मलाई गर्मी भयो नि त मलाई शीतल भएको छ तपाईलाई गर्मी भयो त्यसोमा भाषण गरौँ त यहाँबाट लु यतिकै त्यस्तो पाइदैन पाइन्छ लु पाइयो लु तपाईको हातको खोलेर मलाई यो त मेरो मायालुले मार्छ ल गर्नु केटो हेरेको केटी हेरेको हेरे केटीलाई नि सोध्नु पर्छ तपाईँहरु अनि तिमीले केटो हेरेको भनेपछि अनि हामी केटी हेरेको हेरे भन्नु भएन अनि ओ
ओम नमः शिवाय गल्ती गरेछ के गल्ती गरिहाल्नु भयो स्याउ खानु आयो त एप्पल नभन्नु के भाइ स्याउ भन्छ स्याउ भाइ म फुटाएर खान्छ है ल ओइ ल लु त केरा रोप्नु त यहाँ केरा हुन्छ ओके है सम्पूर्ण दर्शक महानुभावहरुमा यी नानीलाई चाहिँ यसरी नै इन्टरटेनमेन्ट गराउनु पर्छ हैन अब हिजोदेखि अलिक केही मात्रामा सुधार पनि आएको जस्तो हामीले फिल गरिरहेका छौं र भोलि फेरि अब आज स्याटरडे भोलि सन्डे भोलि चाहिँ आइतबार हामी फलोअपको लागि पनि नानीलाई लिएर जाँदै छौं भोलि हामी कहाँ जाने होलु भन्नु 4 बजेर भन्नु त भोलि हामी कहाँ जाँदै छौं मलाई के थाहा अनि थाहै अघि भन्दै थियो त हामी कहाँ जाने धरान भन्दै थियो अघि ओके धरान अनि धरान किन जाने घुम्न धरान हैन पोखरा 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 ओके पोखरामा फेताल हुन्छ नि ओ त्यहाँ म यस्तो मजाले पूजा गर्छु कि ताकि मलाई भगवानले पनि नसोचोस् ओहो कसै ओखर फुटा गर्नु न धरानमा पनि पूजा गर्ने ठाउँ छ त थाहा छैन हामीलाई धरानमा पनि पूजा गर्ने ठाउँ छ नि भोलि हामी बुढा सुब्बा पनि जाँदैछौँ थाहा छ धरानको यसले पुस्नु ल यसरी पुस्नु हो पक्डी कस्तो छ मिठो छ म एउटा शिक्षा सिकाउँछु हैन तपाईहरु सिक्नुहुन्छ ल सिक्ने ल हामी सिक्ने हामी तपाईहरु जनावरहरुलाई माया गर्छौं अति धेरै माया गर्छौं यहाँ आउनु नि आउनु Where are you going, Mina? सरी ए ल तन्किनु नि ओके Where are you going, Mina? Come, कहाँ Mina. गएको Come. नो कम म इंग्लिश बोलाउँदैन ए हो ल ल ल Mina. मीना इधर आइए इधर बैठिए बैठे वाह कहाँ अनि कि मिना पल्लो रुखमा चढ्ने हामी धरानमा जाने श्रम संस्कृति पार्क त्यहाँ बस्नु त उता पछाडी लडिन्छ बुढा सुब्बा जाने एकचोटी म उल्टी हान्नु उल्टी हान्नु हुँदैन नि उल्टी हान्नु उल्टी हान्यो भने त नि भरे फेरि सुल्टी हुन्छ सुल्टी भयो भने के हुन्छ गुल्टी हुन्छ गुल्टी मोबाइल दिन त एकचोटी गुल्टी भयो भने बनाएर टिकटक नबनाउनु न गीत गाउनु न एउटा गीत सुन्नु मन लाग्छ क्या तपाईलाई एउटा गीत गाउँ ल बास ताली बजाउनु तपाईँ पनि ताली बजाउनु मोबाइल नदेखाए पनि हुन्छ त्यहाँ सिसी क्यामेरा मसँग भएको एउटा आत्मा छ त्यही आत्मा नि हे ईश्वर तिम्रै हातमा छ भुल्नु हुन्न हामीले ईश्वरको दिन जसले बोल्यो ईश्वर उसले के बुझेन किन क्लिक ताली पड्काएको क्या यसले हुँदैन नि त पहिला म ल गाउनु ल मसँग भएको एउटा आत्मा छ त्यही आत्मा नि ईश्वर तपाईहरुको हातमा छ तपाईहरुको हातमा छ कसलाई गीत गाउनु मन लाग्यो भन्नु अरु लुगा कुन गीत गाउनु मन त्यही हो ईश्वर मनमा छ ईश्वर मनमा छ भन्नुमा हैन ईश्वर मनमा छ भन्नुमा हैन ईश्वर मन ल भयो ईश्वर मनमा छ भन्नुमा हैन ईश्वर मनमा छ भन्नुमा हैन जति खोज बसुमा अब खोज्ने छैन ईश्वर मनमा भन्नुमा हैन जति खोज्ने चिज बसुमा अब खोज्ने छैन फेरि म एउटा गीत गाइदिम भयो म एउटा गीत गाइदिन्छु नाच ल एउटा मोबाइल दिन त त्यहाँ मन्दिरको बारेमा ल म गीत गाइदिन्छु ल मन्दिर बस्दामा के गाइदिन्छु बेते मुटु छुट्नु रहेछ ओके अनि अरु ल ल आउनु
ल मिना उतापट्टि फर्केर ल लगाउनु ल साफ गर कि त ल अघिको गीत गाउनु मिना अघिको गीत गाउनु मेरो मगाइदिन्छु ल लु गीत गाउनु भयो नाच्ला दिदी ल ल यो भाग्यमा खोटो छ यो मुटुमा चोटो छ मन्दिर पस्द मागेको थिएँ देउतालाई साँची राखेको थिएँ छुट्नु रहेछ आफन्त पनि टाढा बने देख्नेले मलाई पागल बने छुट्नु रहेछ पानीमा आगो बल्न खोजे मायामा ज्यानै फाल्न खोजे तिमी हुँदा यो भाग्यमा खोटो छ यो मुटुमा चोटो छ कस्तो दामी मिलायो क्या अघि क्या फेरि कस्तो दामी नाच्यो फर्स्ट क्लास उसैले गाउँछ यो भाग्य ओके फर्स्ट माई फर्स्ट माई आई एम फर्स्ट फर्स्ट I'm first भन्छु मिना कम प्लिज मिना गुड गर्ल थ्याङ्क यू ल यता हेर पानी हराउँछु पहिला भाग्यमा भन्ने गीत गाउँदा मिनाले गाउँदो रहेछ अरे दर्शकबिन हामी मिनालाई विभिन्न इन्टरटेनमेन्ट गराउँदैछौँ यतिखेर चाहिँ तपाईँले देख्दै हुनुहुन्छ होइन गीत गाएर नाचेर खुवाएर हँसाएर ल मिना हामी चाहिँ विभिन्न किसिमले सन्चो होस् भनेर चाँडै ठिक होस् भनेर तपाईँहरूलाई के कस्तो लागिरहेछ कमेन्ट पनि गरिदिनु होला है ल त्यो यो एउटा गीत छ नि हरिओम 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 मन्दिरमा भन्ने तिमी